मम्मीलाई बोकेर मैले मन्दिर लिएर आइहालेँ। अब कति धेरै पापबाट म मुक्त भयो नि त। फोटो के परेको छ मेरो दिदीलाई। हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग भन्दा भन्दै यो चाहिँ एकदमै लामो भ्लग भइसकेको रहेछ होइन। अनि आज चाहिँ हामी इस्कन जाँदैछौँ नारायणतान। कस्तो घाम परेको यो मलाई बाहिर हिँड्ने बेलामा कपाल कहिले राम्रो हुँदैन थाहा छ। जुन दिन म घरमा यतिकै बसेर हुन्छ नि त्यत्तिकै धेरै चाहिँ वा यो कपाल ऐनाबाट आउँदैन के झाडु बाबा मलाई यो जिन्दगीले कहाँ पुर्यायो कहिले हँसायो ओ मम्मी यत्रो टेन्सन के को तपाईँलाई चुप लाएर बसेँ होइन। वाउ ज्ञानी भएर बसेँ। ओ माई गॉड मुखमै यहाँ क्यामेरा नले के अनि के गर्नु अच्छा जबरदस्ती छ बा ये क्या जबरदस्ती को भाई वीडियो कोर्स ये फाइनली हामी तीनजना इतने तेजस्वी लोग हैं हमारे पास। Oh my God, फर्स्ट टाइम कृष्ण भगवानको मन्दिर इस्कनमा आयौँ। भगवानलाई आज बोलाउनु भयो हामी सबैजना। हाम्रो प्लान अस्तिदेखिको थियो तर आज हामी जाँदैछौँ। आज सोध्दै र खोज्दै आज जुरेको छ। आज बोलाउनु भयो कि भगवानको मिटिङ छ हामीसँग आज। यस एकदम पर्सनल। सो हामी तिनैजनाको चाहिँ इस्कन चाहिँ फर्स्ट टाइम भिजिट थियो होइन। त्यसपछि जाने बित्तिकैदेखिको यस्तो आनन्द टाइपको फिल भइरहेको थियो हामी सबैजनालाई होइन। अनि त्यसपछि एकदम के नेचरले भरिपूर्ण अनि एकदमै मनकै आनन्द हुने, छिर्ने बित्तिकैदेखि चाहिँ यति आनन्द हुने, मन शान्त हुने है त्यस्तो खालको क्या वातावरण नै त्यस्तो थियो। अझै यो घाम नलागेको बेलातिर भर्खर भर्खर मिरमिरे घाम लागेको उदाउँदै गरेको बेलामा जाँदाखेरि अझ कति मजा आउँछ होला जस्तो फिल हुँदैछ। किनभने हामी जाने बेलामा अलिकति घाम चर्किनै रहेको थियो, अहिले गर्मी छ नि त। राम्रै मम्मी कस्तो लागिरहेको छ तपाईँलाई? तपाईँ आउनु भएको थिएन यहाँ? आनन्द लागिरहेको? पहिलोचोटि आएको आनन्द लागिरहेको छ। सो म सँगसँगै चाहिँ मेरो मम्मी र दिदी पनि पहिलोचोटि चाहिँ यहाँनिर आएको थियौँ नि त। अनि त्यसपछि अब मेरो आफ्नो अनुभव अनुसार चाहिँ मलाई चाहिँ कस्तो भयो भने होइन एकदमै मनको शान्ति हुने होइन। मन छटपटिरहेको छ, मनमा पीडा छ भने चाहिँ यहाँनिर अवश्य आउनु होला जस्तो लाग्छ है मलाई चाहिँ। अनि फरक चाहिँ तपाईँहरू आफैले थाहा पाउनुहुन्छ जस्तो पनि लाग्छ मलाई चाहिँ है। टिका दैले बाङ्गा हुन्छ अरे। वा म कति भाग्यमानी रहेछु। ल भन्नु तपाईँलाई भित्र बसेर बाहिर आउँदा कस्तो महसुस भइरहेको? आनन्दित, हलुका मन है जाप गरेर त्यही हो। मन तपाईँलाई कस्तो भइरहेको? आनन्द लागेको छ। पहिले आएको म पहिला सुरु आएको। ल म थ्याङ्क यू भन्नु। कति राम्रो हिजो दिदीले भन्थेँ होइन, आज म भन्दैछु। मम्मीलाई बोकेर मैले मन्दिर लिएर आइहालेँ। अब कति धेरै पापबाट म मुक्त भयो नि त होइन त। मैले ल्याएको हो कि होइन भन्नु तपाईँलाई एकदम राम्रो। दिदी तपाईँलाई होइन त्यो जाप गर्दाखेरि होइन हरे कृष्ण हरे राम भन्दाखेरि होइन रुन आँटेको नै? अफकोर्स मेरो नि म कतिचोटि कन्ट्रोल गरिरहेको थिएँ है। एकदमै आनन्द लागिरहेको छ, मनै हलुका भएको भइरहेको। सारा फोटो लाउनु चाहिँ हामी किस्ने फोटो के परेको छ मेरो दिदीलाई? लाउ दिदी यता। मलाई अघि साँच्ची है म यतिचोटि कन्ट्रोल गरेँ नि मैले मेरो आज कस्तो त्यत्तिकै क्या त्यो खुसी भएर हो या हुन्छ नि मनको त्यो एकदमै भडास निस्केको हो कि आई डोन्ट नो। तर मलाई कस्तो त्यहाँ आँखाभरि भइरहेको थियो कि अब कस्तो कन्ट्रोल गरिरहेको थियो कि सानो हुँदाखेरि चाहिँ होइन। अब आमाले देख्दैनन् कि भन्दै आमालाई देखाउँदै रुइन्थ्यो भने अहिले चाहिँ आमाले देख्छन् कि भनेर लुकाछुपी रुनु पर्ने हुन्छ। अब आउनु हामी सबैजना ठुलो भइसकेका छौँ अब। हो छोरी अब आउनुहोस्। अब आमालाई मेरो मम्मी उगार्ने बेलामा छोरी ज्वरो हुन्छ। ये के आस्ने हे भाइ? खासमा मैले चाहिँ मिनी भ्लग बनाउन खोजिरहेको थिएँ तर भिडियो यति लामो भयो अनि मलाई राख्नु मन लाग्यो कि। अनि यहाँनिर चाहिँ हाम्रो भोले बाबा हुनुहुन्छ होइन, जुन चाहिँ एकदमै राम्रो के सजावट पनि एकदमै राम्रो खालको क्या। अनि त्यसपछि हुन त म अहिलेसम्म होइन कति धेरै मन्दिरहरू त पुगिसकेँ पुग्न त, तर यहाँनिर चाहिँ के हुन्छ नि एकदमै शान्त वातावरण आनन्द लाग्दो छ क्या। तपाईँहरूलाई चाहिँ होइन यहाँनिर हुन्छ नि आउनै पर्छ जस्तो के कुराले लागिरहेको छ भन्नु त अहिलेसम्म यहाँ आइसकेर चाहिँ के फर्स्ट टाइम भए पनि होइन सुरुमै तपाईँहरूले अनुभव गर्नुभएको कुराहरू भन्नु? मनको शान्ति अरू फर्स्ट, अनि एकछिन भए पनि लाइक बाहिरको कुरा ध्यानमा नराखिकन एकछिन भए नि हुन्छ नि आफ्नो उसमा मात्र भगवान र आफू मात्र कनेक्सन फिल हुन्छ क्या यहाँ आएपछि। अनि किन आउनुपर्छ जस्तो भन्न चाहनुहुन्छ तपाईँले? अब मनमा केही उ छ भने लाइक एकदम भारी भइरहेछ भने प्लिज भिजिट वन्स होइन। अनि त्यही नै हो। अनि कोहीसँग सेयर गर्न सकिन्छ भने
छोरीले भनिहाल्यो होइन मलाई चाहिँ मेन चाहिँ एकदम इमोसनल थियो ओ माई गुडनेस मलाई चाहिँ फर्स्ट टाइम आए पनि यहाँ कस्तो फिल भइरहेको छ हरियाली त्यतिकै नेचर पनि कस्तो मजाले छ एकदम राम्रो ठाउँ भने लोकेसन अनि एकदमै के त्यो हुन्छ नि यहाँ भित्र छिर्ने बित्तिकै नि यति मनको आनन्द मिल्छ प्लस अनि त्यहाँ भित्र गएर हामीले जाप गऱ्यो अनि मन्दिर देखिसकेपछि त हुन्छ नि जाप गर्दादेखि कस्तो मलाई त्यो त्यो शङ्ख बजाउँदा मलाई त कस्तो भइसक्यो अनि त्यसपछि अनि त्यो भगवान् देखाउनु भइसकेपछिदेखि चाहिँ हुन्छ नि म यति त्यो अघि न माताले नि भन्नुभएको थियो नि माताजीले के भन्दै हुनुहुन्थ्यो नि अब लाइफको बारेमा यस्तो हामी भगवान् यस्तो कलियुगको भगवान् यस्तो के भन्दैन नि त्यतिखेर नि म अगाडि बसिरहेको छु होइन आई कन्ट्याक्ट गरिरहनु भएको छ मलाई कस्तो आँसु कन्ट्रोल गर्नु कस्तो गाह्रो हुने चाहिँ यस्तो गरिरहेको थियो क्या वाउ भगवान्सँगको कनेक्सन क्या हाम्रो मनमा कति भडास रहेछ त्यतिखेर त कति मन हल्का भास्तो भयो काँटा निकाले जस्तो फिल भइरहेछ मलाई चाहिँ अनेस्टली भन्नुपर्दाखेरि इस्कनमा आएर अब कागले धरि यस्तो आनन्द लिन्छ भने हामी मान्छेको त के कुरा गर्नु हौ साथीहरू आजकल मैले को पालेदेखि मलाई जुनै पनि जनावर यस्तो मायालु कि मान्छे आइसक्यो छिटो गर्नु हात मात्र खिच्दै के हो जति फोटो खिचे नि दिदीको चित्त बुझाउन गाह्रो छ साथीहरू नुहाइरहेको हो कि नुहाएको बेलामा अर्काको भिडियो खिच्नु हुँदैन प्राइभेसी भन्ने कुरा केही चाहिँदैन त्यही भएर भाग्यो यहाँ छन् आमा छोरी एउटा असाध्य फोटो खिच्नु पर्ने पोज दिन नआउने अनि अर्को हुनुहुन्छ जति राम्रो खिच्दै पनि चित्तै बुझाउन गाह्रो हुने उहाँमा आशयलाई हुनेवाला तपाईँलाई एकदम गाह्रो छ है दिदीको फोटोको निमा झगडा पर्छ तपाईँहरूको स्योर पर्दैन त्यसै तिम्रो फ्यान भएको होइन क्या दिदी मम्मी तिम्रै नाम जपेर बस्नै हो अब बुढा नीलकण्ठ गइसकेपछि नारायणजीलाई नभेट्ने दर्शन नगर्ने भन्ने कुरा हुँदैन होइन अनि हामी चाहिँ यहाँ ठ्याक्कै नारायण थान मन्दिर जाँदैछौँ अनि हाम्रो मम्मीले चाहिँ यहाँनिर हाम्रो पूजा गर्ने सामान रेडी गरिसक्नु भयो तर मम्मी आफै तुन गर्दै हुनुहुन्छ अनि यो चाहिँ मैले होइन भित्र खिच्न मिल्दैन बाहिरपट्टिबाट खिच्न मिल्छ सो त्यहीँबाट खिचेको अनि अब यो नि राम्रो लाग्यो नि त्यही भएर हालिदिएँ आई डोन्ट नो मैले कस्तो कस्तो खिचेको छु मलाई नै थाहा छैन तर पनि खै अब मलाई चाहिँ राख्दिनँ मन लाग्यो होइन अनि त्यही भएर म राखिदिँदैछु त्यही पनि ठिकै छ केही छैन अनि त्यसपछि अनि तपाईँहरू यदि मेरो भिडियो यहाँसम्म हेरिराख्नु भएको छ भने चाहिँ नारायण थानले यहाँहरू सबैजनाको मनोकामना पुरा गरिदिनुहोस् अनि त्यसपछि त्यही हो साथीहरू धेरै धेरै माया होइन अरू त के भन्नु मलाई भन्दै आएन यार भोइस ओभर इज नट माई टाइप साथीहरू ल साथीहरू हाम्रो यो ऱ्यान्डम एन्ड लोकल भ्लग चाहिँ यहाँनिर समाप्त भइसकेको छ होइन अनि थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई एभ्रिवान चुप्पा ल फेरि मम्मी चुप्पा दिन्छु म हेर्नु